सबै धर्ममित्रहरूलाई टस दिलेर नमस्कार भन्न चाहन्छु। अनि मेरो 15औं पाठ चाहिँ लगातार मनलाई कसै गरी शान्ति राख्ने विषयमा, जुन महान बोधिसत्व शान्तिदेवले दिएको अ, प्रवचनबाट लगातार तपाईँहरूलाई मैले एक दुई शब्द जानेको चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु। आजको विषय चाहिँ के हो भने, जुन मान्छे जहिले पनि रिस गरिरहन्छ होइन, जुन मान्छे जहिले पनि रिस गरिरहन्छ होइन, त्यसको त्यो मान्छेको मनलाई कहिले पनि एउटा सुख र शान्तिको स्वाद कहिले पनि लिनु पाउँदैन भन्छ। बुझ्नुभयो होइन? जो मान्छे होइन जहिले पनि रिस मात्रै गरेर रहन्छ नि, त्यो मान्छेले मनको शान्ति र अनि एउटा मनको खुसियाली कहिले पनि स्वाद लिनु सक्दैन भन्छ। त्यो मात्रै नभएर होइन, खुसी कहिले पनि पाउँदैन भन्छ होइन, जिउको खुसी पनि पाउँदैन, मनको खुसी त नपाउने भन्नै पर्दैन, किनभने मनमा रिस उठेर बसेको छ नि होइन। निन्द्रा पनि राम्रो आउँदैन भन्छ होइन। यो जीवनमा मात्रै सोचे पनि रिसले कतिसम्म हामीलाई असर पराउँदो रहेछ होइन। मनको खुसी र मनको शान्तिको एउटा स्वाद पनि लिन नपाउने, जिउको खुसी पनि लिनु नपाउने, अनि जिउमा शान्ति त लिनै पाउँदैन, त्यो भनेको छ। अनि निन्द्रा पनि राम्रो लाग्दैन हामीलाई। कहिलेकाहीँ हामीहरू हाम्रो समाजमा एक दुईजना म रातभरि निन्द्रा आएन भन्नुहुन्छ नि, त्यसमा धेरै किसिमको कारणहरू हुन्छ। एउटा अवस्था त मैले पहिले भनिहालेँ होइन। अवस्था चाहिँ मेन अवस्था चाहिँ पहिलो जन्ममा केही न केही जहिले पनि रिस र राग र घमण्डी यसमा हाम्रो मन चाहिँ धेरै कसो भनौँ अभ्यास गरेको जस्तो भइरहेछ नि, त्यसको बिउ चाहिँ अहिले यहाँ हामीलाई पहिलो जन्मबाट यहाँसम्म हाम्रो मनमा रहिरहेको छ। त्यो बिउ भएको कारणले बाहिरको एउटा कारण कन्डिसन देख्दाखेरि त्यो बिउ चाहिँ अनि हाम्रो हरियाली भएर उठ्ने उम्रिने होइन, त्यसले गर्दाखेरि हामीलाई रिस उठ्छ नि। बुझ्नुभयो होइन? त्यसले रिसले यो जन्ममा मात्रै कतिको असर पराउँदा निन्द्रा नआउने होइन, अनि मान्छे सुत्दाखेरि सुत्नु नसक्ने होइन, मान्छे उठ्दाखेरि मान्छेले गरेको व्यवहारहरूलाई आफैलाई मन नपर्ने होइन, बच्चाहरूले केही गरिहाल्यो भने रिस झस्सङ्ग उठ्ने, आफ्नो वाइफहरूले केही काम आफूलाई मन नपरेको काम गरे पनि रिस उठिहाल्ने होइन, अनि लोग्नेले पनि अलिकति मन नपरेको काम गरेको स्वास्नीले रिस उठ्ने। त्यसले किन आयो भने राति निन्द्रा नपुग्यो। त्यो राति निन्द्रा किन नआएको भन्यो भने कोही रिस मात्रै गरेर बस्छ नि, कारणै छैन जस्तो, तर पनि कारण छ। कसैले भन्छ मलाई के रिस उठ्ने कारणै छैन, किन रिस उठ्नु भन्छ होइन। दिउँसो जति रिस उठ्यो त्यसको बिउ चाहिँ हामीले होइन, त्यसको बिउ चाहिँ हाम्रो मनमा साँचिरहेको हुन्छ। राति निन्द्रा नआउँदाखेरि अनि मान्छे आफ्ना परिवारहरू मजाले घर घर गरेर सुत्यो बस्छ, अनि आफू निन्द्रा नआउँदाखेरि अनि अब रात लामोको टाइममा त त्योभन्दा पनि बढी पिर होइन। यता फर्क्यो उता फर्क्यो, अनि बाथरुममा गयो, अनि त्यहाँनिर किचनतिर गएर फ्रिजहरूको ढोका यसो यसो खोल्यो होइन, अनि फोन हेऱ्यो। त्यस्तै गरेर हामी रात बिताउँछ नि। त्यो किनभने पहिले सुत्दाखेरि हामीलाई रिसको एउटा मनमा साँचिरहेको होइन, रिस उठिरहेको टाइममा हामी सुत्यो भने त्यस्तो हुँदो रहेछ, त्यस्तो हुन्छ भन्नुहुन्छ। यो एउटा तपाईँहरूले जसरी पनि सोच्नुहोस् होइन। हामीले गल्ती गर्छ त्यो गल्ती चाहिँ हामीले स्वीकार्नुपर्छ। हाम्रो समाजमा के छ भने आफूले गरेको गल्तीलाई आफूले स्वीकार्नु नसक्ने एकदमै एकदमै यो नराम्रो व्यवहार। आफूले गरेको गल्तीलाई आफूले स्वीकार्यो भने के हुन्छ? सानो हुँदैन,
अस्वीकार गरेर ठुलो हुँदैन नि, गल्ती जसको पनि हुन्छ। बुद्धको ज्ञान प्राप्त नगरीसम्म बोधिसत्वहरूलाई गल्ती हुन्छ, हामीहरूले किन नहुने? गल्ती गरिहाल्यो भने गल्ती गर्नेको मान्छेलाई हामीले माफ माग्नुहोस् भन्ने, आफू पनि मैले बिगार्यो, यो मैले नजानेको हो भने समाजमा राम्रो हुन्छ, परिवारमा राम्रो हुन्छ, बच्चाहरूसँग राम्रो हुन्छ। जहिले पनि आफूले गल्ती गरिरहेको छ अनि मान्छेले ओ यो तपाईँको गल्ती हो, तिम्रो गल्ती हो भने मैले गल्ती गरेको छैन, मैले कसरी गल्ती गर्छ भनेर यता पो बाघ जस्तो हर्किन्छ नि, त्यो एकदमै नराम्रो व्यवहार। त्यसले के गर्छ? आफूलाई दिनदिनको व्यवहारलाई असर गर्छ, दिनदिनको मनलाई पीडित गर्छ, यसले अशान्ति बनाउँछ। एक दिन त्यस्तो गर, 2 दिन त्यस्तो गर, बानी भयो भने होइन, अनि आफूले गल्ती गरेको पनि स्वीकार्न एकदमै गाह्रो हुन्छ, एकदमै गाह्रो। जुन पहिले गल्ती गर्छ त्यही टाइममै ओ मैले गल्ती गरेँ माफ गर्नुहोस् भन्यो भने कुरा सकियो। यसमा लामो छोटो कुरा गर्नु पर्दैन। पहिलेको चाहिँ हामीले अनि लुकाउनु खोज्छ, अनि दोस्रो लुकाउनु खोज्छ, तेस्रो लुकाउनु खोज्छ, कतिसम्म लुकाउने? अनि एक दिन थाहा हुन्छ होइन, आफूले गल्ती गरेको चाहिँ होइन, मान्छेले धेरै अब प्रुफ देखाउँछ नि होइन, अनि त्यो टाइममा के गर्छ? मैले गरेँ के गर्ने भन्छ। हाम्रो समाजमा कहिलेकाहीँ त्यस्तो त्यस्तो मान्छेहरू पनि छ। त्यसो भएको कारणले रिसले मनमा रिस राख्यो, रिस र राग र होइन ईश्वरया भन्छ नि, अँ, त्यस्तो राख्यो भने अरूलाई के हुन्छ त्यो छोड्नुहोस्, आफूलाई असर पार्दो रहेछ, मनमा खुसी पनि छैन होइन, एउटा मान्छेसँग हाँसखेल गर्दाखेरि त्यो स्वाद पनि लिनु नपाउने, मनमा शान्ति भएको स्वाद पनि लिनु नपाउने होइन, खुसीको स्वाद पनि छैन, राति निन्द्रा पनि नआउने, दिनभरि काम गर्यो रातभरि निन्द्रा नआयो भने एकदम गाह्रो हो नि। अनि केही सिप नलागी के गर्छ, अनि निन्द्रा आउनेको दबाई खान्छ नि, त्यो आफैले गरेको हो। कोही मान्छे ओ म अब राति निन्द्रा नआउने रहेछ भनेर अनि निन्द्रा आउनेको दबाई खान्छ नि, अब कतिसम्म खाने? अब एक दिन त्यो दबाई नखाए निन्द्रा आउँदैन। त्यो दबाई खाइ हुँदाखेरि मान्छे के हुन्छ, अलिकता केही न केही नपुगेको जस्तो भइरहन्छ। मान्छेले कुरा गरिहाल्यो भने कसरी कुरा गर्यो होला? सोचिरहनु पर्छ। किन हो भने त्यो दबाईले गर्दाखेरि निन्द्रा पुगेको छैन। त्यो निन्द्रा आउनुको लागि हामीले दबाई खाइरहेको छ होइन, त्यसले गर्दाखेरि हो। त्यस कारणले निन्द्रा राम्रो आउने र नराम्रो आउने भने चाहिँ हामीले दिनको व्यवहारलाई एउटा भर पर्दो रहेछ। सुत्ने टाइममा एकदम खुल्ला मनले होइन, जे भयो भइसक्यो होइन, त्यो दोहोऱ्याएर हामी राम्रो हुने होइन होइन। पहिले आफूले गल्ती नगर्दै राम्रोसँग सोच्ने, गल्ती गरिसकेपछि यो मैले गल्ती गर्यो भनेर स्वीकार गर्ने, माफ गर्नुहोस्, आफूलाई माफ दिने, अनि पछिल्लो पटकदेखि त्यस्तो काम गर्नु पर्दैन नि। त्यो गऱ्यो भने बेलुका सुत्ने टाइममा ओ मैले यस्तो यस्तो गरेछ, यस्तो यस्तो गरेछ भने सोच्नु पनि सक्छ होइन। केही कामहरू बिगारिहाल्यो भने मैले यो बिगारेछ, केही मान्छेलाई नराम्रो बोलेको छ भने ओ मैले मान्छेलाई नराम्रो बोलेछ, मैले नराम्रो बोलेर मलाई के उसलाई के भयो र उसलाई कति असर पर्यो होला? असर त मलाई पो पर्यो, मलाई यहाँ दुःखी भइरहेको छ। त्यसको साटो त जो पनि एउटै हो, दया चाहिने, माया चाहिने होइन, एउटै हो। मैले किन तँ र म, तेरो र मेरो होइन, तिम्रो पार्टी र मेरो पार्टी किन भन्नु पर्यो भने होइन, पार्टी गरिसकेपछि अनि कुरा सक्यो। तँ र म गरिसकेपछि त्यसमा कहिले पनि शान्ति कहिले पनि हुँदैन। हस्बेन्ड र वाइफको बिचमा पनि तर म भने त कहिले पनि नगर्नु। जहिले पनि एक आफन्तभित्र एउटा मान गर्नु, मान गऱ्यो भने के हुन्छ? किन लजाउने? कहिलेकाहीँ हाम्रो समाजमा के छ भने लोग्नेले आइमाईलाई मान गर्यो भने अलिकति नहुने जस्तो, त्यो हाम्रो पहिलेको चलन एकदम नराम्रो रहेछ। आइमाईले लोग्नेलाई मान गर्यो भने हुने होइन, गर्नुपर्छ जस्तो, अनि हस्बेन्डले वाइफलाई मान गर्यो भने यो हुँदैन, यो चलन छैन भनेर सोचाइ यस्तो पनि हाम्रो पहिलेतिर छ जस्तो लाग्दो रहेछ। त्यसले गर्दा पनि
अनि हाम्रो समाजतिर के भन्छ, वाइफ र आइमाई मान्छे चाहिँ जहिले पनि के भन्छ अलिक तल्लो तहमा बस्नुपर्ने जस्तो, अनि केटाहरू हस्बेन्ड चाहिँ अलिक माझी तल्लोमा बस्ने पर्ने जस्तो। त्यो अलिकति हाम्रो समाजको रीतिरिवाजहरू अलिकति हामीले चेन्ज गर्नुपर्ने रहेछ। किनभने एक त हामी गौतम बुद्धको चेला हौँ, होइन? गौतम बुद्धको एउटा सके पनि नसके पनि एउटा सन्देश र उपदेशमा केही न केही अभ्यास अ, गर्नु सक्यो भने गरौँला भन्ने एउटा आशा भएको मान्छे हो नि। त्यस्तो हो भने गौतम बुद्धले, होइन, यो त्यो जात, यो कामी, दमाई, अनि के भन्छ क्षेत्री, बाहुन, अनि यस्तोमा फरक केही पनि गरेको छैन। उहाँको धर्मलाई यो कामी हो, यसले गर्नु मिल्दैन, यो थामी हो, यसले गर्नु मिल्दैन, कामी, थामी, दमाई तल बस्नुपर्छ, हामी ब्राह्मण र अनि बाहुन क्षेत्रीहरू माथि बस्नुपर्छ, होइन? त्यस्तो भनेको छैन गौतम बुद्धले। मेरो धर्म गर्नेलाई, अनि त्यसमा यो जात र विजातको कुरा गरेको छैन। त्यस्तो हो भने अनि आइमाईहरू केटा र केटीमा के फरक छ? मान्छे एउटै हो, सुख चाहिने एउटै हो, दुःख नचाहिने एउटै हो, होइन? आफ्नो हस्बेन्डलाई सुख चाहिन्छ भने आइमाईलाई सुख चाहिन्छ एउटै हो। आइमाईलाई सुख चाहिन्छ भने हस्बेन्डलाई सुख चाहिने एउटै हो, दुःख नचाहिने एउटै हो। एउटाको निधारमा दुःख चाहिने, एउटाको निधारमा दुःख नचाहिने भनेर लेखेको छैन नि। हामी एउटा जहिले पनि के अ अ, विस, होइन, होप भन्छ नि, होइन? के गर्छौँ भने सुख पाओस्, दुःख नपाओस् भनेर जहिले पनि भन्छ नि। आफ्नो बालबच्चाहरूले पनि अस्ति हामी 3-4 दिन पहिले लोसर मनाए, होइन? अब टिबेटनहरूले टैसिदेले फिसुम्चो आमाबाटो कुँद तिन्दो देव थोपर्स्यो भन्छ, होइन? राम्रो होस्, अनि भविष्यमा राम्रो होस्, अनि सयौँ वर्ष बसोस्, हजारौँ वर्ष आयु लामो होस् भन्छ, होइन? तर पनि हुने त होइन, तर पनि एउटा ठुलो मान्छेको आशीर्वाद, होइन? ठुलो आशीर्वाद दिएर केही न केही सानोतिनो फल मिल्छ भन्छ। हामीले प्रदान गर्दाखेरि एकदमै ठुलो गर्नुपर्छ भन्छ, होइन? विस गर्दाखेरि। त्यो गर्यो भने, ठुलो विस गर्यो भने केही न केही सानोतिनो फल मिल्छ भन्छ नि। त्यही जस्तो हाम्रो तामाङ, शेर्पाहरू, होइन? नेपालीहरूमा पनि, होइन? कोही अब फ्याफुल्ला भन्छ, कोहीले लोसार भन्छ, कोहीले लोसार भन्छ। जे भने पनि, होइन? एउटा सबैजनाको यो वर्षदेखि शान्ति र सुख होस्, दुःखबिमार नहोस्, होइन? सबैजनालाई फलिफाप होस्, मैले सोचेको राम्रो होस्, मैले आँटेको जस्तो होस् भनेर सबैजना लोसार मान्ने कारण त्यही त हो। एक वर्ष हो यो, होइन? त्यस कारणले हामीलाई अशान्ति पुर्याउने चाहिँ हामी सबैलाई थाहा भएको, अनुभव भएको चाहिँ के रहेछ भने रिस रहेछ। त्यस कारणले तपाईँहरूलाई म फेरि आजको पाठमा चाहिँ त्यो रिस मनमा उठिरह्यो भने के गर्छ भन्ने बारेमा मैले यो एउटा सानो एउटा मेरो 1-2 शब्द जानेको तपाईँलाई अगाडि बनाएको। यसमा मैले केही गल्ती गरेछु भने अनि माफ दिनुहोस्, अनि पछिल्लो पाठमा भेटौँला। धन्यवाद।